लसले सबैजनालाई मेरो युट्युब च्यानलमा जोडिनु भएका सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद र स्वागत पनि गर्दछु। यस युट्युब च्यानलमा आजको विषय रहेको छ ग्यासी र लुङताको विषयमा। गुरु कुमसङ लामाज्यूबाट छोटो प्रवचन दिँदै हुनुहुन्छ। ग्यासी किन चाहिँ गरिन्छ, हाम्रो दशग्रह वर्षमा आउने दशग्रह भनेको के हो र यो ग्यासी चाहिँ गर्नै पर्ने कारण चाहिँ के हो, त्यसको विषयमा छोटो प्रवचन दिँदै हुनुहुन्छ। र ग्यासी मात्रै नभइकन लुङदार दर्जु लुङदा किन राखिन्छ हाम्रो घरमा, लुङदा राखेर चाहिँ के फाइदा छन् र के बेफाइदा छन्, नराख्दा के बेफाइदा छन्, राख्दा के फाइदा छन् भन्ने विषयहरूमा चाहिँ छोटो प्रवचन दिँदै हुनुहुन्छ कुमसङ लामाज्यूबाट। हजुरहरू भिडियो स्किप नगरिकन हेरिदिनु होला। भिडियो स्किप गरिदिनु भयो भने भिडियोमा केही पनि कुराहरू बुझ्न सकिँदैन, त्यसैले भिडियो स्किप नगरिकन हेरिदिनु होला। बस चाहिँ बजारमा जस्तो किसिमको कपडा निस्केता पनि किनेर लगाइहाल्ने, भगवानको नाममा एउटा पनि कपडा चढाउन हामीले किन कन्जुस गर्ने? सङ्गत नभएको कारण अहिले हेर्नुहोस् त। अनि तपाईँहरू प्यान्ट लाउनेको सङ्गत गर्नुहोस् त, प्यान्टै लाउनु मन लाग्छ नि। साडी लाउनेको सङ्गत जानुहोस् त, साडी लाउनु मन लाग्छ। एउटा जोकड फाल्नु हुन्छ, लाउनु पऱ्यो नि त। हामी दान गर्ने बानी गर्नुहोस्, दान गर्नै मन लाग्छ, तर पाप कर्म गर्नुहोस्, पाप कर्म गर्नै मन लाग्छ। किन? त्यो बानी हो नि, एउटा बानी हो। त्यसैले गर्दा त्यो लुङता किन राख्नु पर्यो भन्दाखेरि त्यहाँनिर चाहिँ 5वटा रङ छन्। हाम्रो बुद्धिस्ट शास्त्रको ज्योतिष शास्त्रभित्र के लेखिएको छ भन्दाखेरि 12 लो 5 खम भनेर विभाजन गरेको छ। 12 लो भनेको जुवा लाङ ताउ हे टुब डुल ता लो जाकी फक भयो। 5 खम भनेको चाहिँ अनि एउटा के छ त, छुखम, मेखम, सिङखम, लुङखम, सखम भनेर 5वटा खमहरू छ। त्यो खमले धातु भन्छ। यी 12वटा वर्षको मान्छेहरूलाई वर्षमा 6वटा वर्गलाई चाहिँ दशग्रह चलेको छ नि। जस्तै यसपालि सबैभन्दा राम्रो सर्ववर्गलाई, दोस्रो सुँगुर वर्गलाई, तेस्रो अनि गाई वर्ग र चरा वर्गलाई, चौथो अनि के अरे बाघ वर्ग र उसलाई के अरे बाघ र बाँदरलाई छ। हेर्नु त 6वटाले छ नि दशग्रह। यो दशग्रह हामी वर्षैपछि, जस्तै हामीलाई मान्छेलाई मात्रै होइन दशग्रह, घाम र जुनलाई पनि छ नि। वर्षको एकचोटि उसले खाँदैन त उनीहरूलाई ग्रहणले खान्छ नि, छैन रहेछ त। सबैले दशग्रह छ। त्यसै कारणले गर्दा तपाईँ हामीले अनि यसो दान गर्ने गर्यो। यो सबै दान गरेको, यो सबै भगवान मरेर भगवानलाई तर्फ बनाएर दान गर्यो। यहाँनिर सबै यस्तो गरेर हामी उता दान गर्दैछ, सबै कुरा हामी दान गर्दैछ भने अहिले लुङदा राख्दाखेरि तपाईँको सबैभन्दा माथि चाहिँ निलो छ नि, माथि है। त्यो चाहिँ के धातु भन्दाखेरि पानी धातुको प्रतीक। पानी धातुमा जन्मेका सबै प्राणीहरूको दशग्रह सबै शान्ति होस् भन्ने हेतुले चाहिँ निलो राखेको माथि। त्यसको मुनि सेतो छ नि, फलाम धातुमा जन्मेका सबैको दशग्रह शान्ति होस् भन्नको प्रतीक चाहिँ त्यो सेतो कपडा राखेको हो। त्यसै गरी त्यो मुनि चाहिँ रातो छ नि, अग्नि धातुमा जन्मेका सबै प्राणीहरूको चाहिँ दशग्रह शान्ति होस् भन्ने त्यो रातो चढाएको हो। त्यसको मुनि हरियो छ नि, काठ धातुमा जन्मेका सबै प्राणीहरूको दशग्रह शान्ति होस् भनेर त्यो राखेको। त्यसको मुनि पहेँलो छ नि, पृथ्वी धातुमा जन्मेका प्राणीहरू सबैको दशग्रह शान्ति होस् है भनेर त्यो चाहिँ पञ्चरङ्गी राखेको हो। त्यतिकै हामीले रमाइलोको लागि त्यो चढाएको होइन। त्यो भित्र निलो, सेतो, रातो, हरियो, पहेँलो भित्र छुट्टा छुट्टी भगवानको मन्त्रहरू चाहिँ छापेको छ। हामीले अघि तपाईँले किन ढोक्नु लाग्यो त्यो पाइपमा? अरू बेलामा त पानी आउँथ्यो त्यो पाइपमा, आज ढोकिरहेको छ। कुनै बेलामा चाहिँ टोयलेटको दिशो चाहिँ गइरहन्थ्यो त्यो पाइपमा, किन ढोक्यो आज भन्दाखेरि त्यो पाइप चाहिँ सबै भगवान बस्दाखेरि अटिने दरबार हो रे कि, त्यसको प्रतीक भएको कारणले गर्दा अनि पाइप चाहिँ हामीले के गर्नुपर्छ, लुगा राख्ने पाइपमा चाहिँ अनि ढोक्नुपर्छ।
कारण त्यो हो। अनि ढोग्नु लाग्यो, गुरुले ढोग भन्यो, ढोगी किन ढोगी थाहा छैन हो, थाहा छ त छैन त, ढोग भन्यो बस ढोगीको मात्रै चाहिँ हो। त्यस कारणले थाहा हुनुपर्छ। अनि के हामीले थाहा हुनु पर्यो भन्दाखेरि मर्दाखेरि यमराजको ढोकामा नपुगिकन फुर्सद छैन हामीलाई है। अनि यमराजको ढोकामा पुग्दाखेरि तपाईँको गुरु को हो भनेर सोच्छ। गुरु को अहिलेको दिदीबहिनी आमाहरू बहिनीहरू सबैजना ऊ बस्छ नि, व्रत बस्छ विचार, ग्यास्ट्रिक आफू शरीरलाई ग्यास्ट्रिक आउने गरे, कहिले मङ्गलबार व्रत बस्छ, कहिले बुधबार यस्तो व्रत बस्छ। व्रत बस्नु राम्रो हो, तर एउटा गुरु आफूले पक्रेर अनि एउटा साइली बस्यो, म त व्रत बसेको थियो, मेरो त बुढो मसँग ठ्याक्कै मिल्यो नि भन्ने बित्तिकै माइली बाल पनि हो कि क्या हो, मेरो बुढो तासी ल्याइदियो म पनि बस्नुपर्छ भनेर त्यत्तिकै बस्थ्यो क्या। कहाँ त्यो प्रतिफल छ? छैन। तपाईँहरू आफ्नै उनलाई मात्रै स्वास्थ्यले खराब हुँदा दुःख दिने काम गरेर, किनकि एउटा व्रत मङ्गलबार व्रत यदि महादेवको छ भने तपाईँको महादेवको बारेको एकदम पोख्त भएको एउटा पण्डितसँग बसेर अनि त्यहाँबाट ज्ञान लिएर व्रत बस्यो भने त्यो सफल हुन्छ। देख्ने भगवान गरेर हुँदैन। अहिले मान्छेको त रुँदा राख्दाखेरि रुँदै राख्नु भने मात्रै भएन नि, त्यसको बारेको कारणहरू र राख्नै पर्ने कारण किन, नराख्दा हुने चाहिँ के हो, राख्दा हुने चाहिँ के हो, सबै बुझेर गर्नुभयो राम्रो। 6 लोक मध्येको ठुलो चाहिँ देवलोक हो। देवलोकमा चाहिँ राजा इन्द्र हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ। राजा इन्द्र चाहिँ धेरै बिमारी भयो, मासु सबै सुकेर हड्डी र छाला मात्रै भयो। देवलोकको अनि हस्पिटल जान्ने बुझ्नेको लामा कहाँ सबै गुरु कहाँ जाँदाखेरि पनि उहाँको चाहिँ अनि बिमार विषेक नभएको कारणले गर्दा महादेव चाहिँ देवलोकको चाहिँ प्रधानमन्त्री जस्तो हो। अनि महादेवले के भन्नुभयो भने हामीभन्दा माथि चाहिँ बुद्धलोक छ, बुद्धलोकमा तपाईँ जानु भएर बुद्धलाई एकताले बिन्ती चढाउनु, तपाईँ या मर्छ या बाँच्छ, बुद्धलाई थाहा छ हामीले थाहा छैन भनेर अनि साँच्ची नै अनि उसलाई पठाउनु भयो राजेन्द्रले। त्यहाँ माथि जानुहुँदा बुद्ध चाहिँ ध्यानमा बस्नु भएको थियो। अनि 3 परिक्रमा यस्तो बुद्धलाई घुमेर सष्टाङ्ग ढोक बौतिर लम्बा सर्केर ढोक्छ मान्छेलाई होइन, त्यस्तो 3 पल्ट ढोकेर भगवान् भनेर अनि त्यहाँ ल्याउनु भयो। अहिले त गुरुहरू ल्याउन सजिलो छ, तपाईँले मलाई त्यहाँ हेऱ्यो अनि गुरु यदि पूजामा आऊ है भनेपछि हुन्छ भनेर आउँछ। तर हाम्रो गाउँको र अहिले आउने पाल्नु भयो भन्दाखेरि होइन, म त हजुरलाई बिन्दी एउटा चढाउन आएको भगवान्, के बिन्दी भनिहाल भन्दा म रातमा निन्द्र पनि छैन, दिनमा भोक पनि छैन, म धेरै बिरामी जस्तो भएको पनि जस्तो लाग्दैन, तर हड्डी र छाला मात्रै भएको कारणले गर्दा म मर्छ या बाँच्छ त्यति मात्रै हजुरले भनिबक्सियोस् भनेर बिन्दी चढाउँदा त्यसो भए म एकछिन चाहिँ ध्यान बस्नुपर्छ भने यसरी बुद्ध चाहिँ ध्यानमा बसेर हेर्दाखेरि तिमी बाँच्छ मर्ने कुरा छैन, तर 4वटा मारले पिरेको छ है भनेर भन्नुभयो। त्यो 4वटा मार चाहिँ यहाँ अघि त्यो दिदीले भन्नुहुन्थ्यो, यहाँ 4वटा मार सेतो छ, रातो, तपाईँ अगाडि प्लेटमा बसेको सेतो, रातो, कालो अनि पहेँलो छ नि त्यहाँ छैन। सेतो चाहिँ देवपुत्र मार, रातो चाहिँ क्लेश मार, अनि कालो चाहिँ मृत्यु पक्षको मार, पहेँलो चाहिँ स्कन्द मार। यो 4वटाले चाहिँ उसले पिरेर अनि हड्डी र मासु मात्रै भयो। अनि कसरी म बाँच्छ त भन्दाखेरि यी 4वटा मारलाई 100-100 नैवेद्य दिएर पठाउनु चढाएर अनि तपाईँ विषय हुन्छ भन्दाखेरि त्यस्तै नै हामीले अनि नैवेद्यहरू पनि बनाएको छ यहाँ 100 है उहाँहरू चढाउनलाई। अनि कसरी गर्ने पूजा भन्दाखेरि दक्ष प्राप्त भएको गुरु चाहियो। अनि मेरो दाहिने हातको पन्जामा 20 को भागमा एउटा मण्डला बनाएर त्यसमाथि चाहिँ केटा जातिको शरीरको स्वरूप, केटी जातिको शरीरको स्वरूप चाहिँ बनाउनु पर्छ भनेर भगवान् बुद्धले आज्ञा गरे बमोजिम। अहिले हामीले यहाँ 2टा केटा र केटी बनाएको छ नि। केटा जातिको दशग्राह सबैले लिएर जानेछ पल्लोले, केटी जातिको दशग्राह उसले लगेर जानेछ है। हामी चाहिँ हाम्रो मात्र लागि होस् भनेको थियो नि, होइन। संसारको प्राणी केटाकेटी नभएको प्राणी कुनै पनि छैन, तर केटाकेटी बिचको पनि प्राणी एउटा के छ, हिजेर छ हो, किन सबैको लागि होस् भनेर चढाएको। त्यस कारणले गर्दा अरू धर्म र हाम्रो धर्म आकाश पाताल छ। हाम्रो चाहिँ मेरो मात्रै होस् है, मेरो एउटा गुन्डा पार्टी एउटा उस के अरे झिन्डा छ एउटा गुन्डालाई छ, त्यसमा चाहिँ केटा जातिको चाहिँ यहाँनिर हामीले शरीर चढायो। त्यसै गरिकन त्यो सेतोलाई चाहिँ हामीले अनि के चढाउँछ भन्दाखेरि यहाँनिर 100 वटा हातको अमला जस्तो तोर्मा छ नि,
त्यो 100वटा चढाइदिने। रातोलाई चाहिँ हामीले यो बत्ती यहाँ र बाहिर गएर बत्ती 100वटा चढाएर पठाउने हो। अनि त्यो पहेँलोले चाहिँ त्यो भित्र सेतो स्तूप सानो स्तूपहरू छ त्यो 100वटा चढाएर पठाउने हो। अनि मृत्यु पशुमा त्यो कालोवालालाई चाहिँ यहाँ रातो लगाएको तोरमा छ, त्यहाँ चाहिँ केटा र केटीको चाहिँ छाप भएको छ है। हामीले पहिलो जन्मदेखिको ऋणहरू भए सबै चुक्ता भनेर अनि हामी सम्झेर हामी त्यहाँदेखि चढाउने हो है। यसरी फलले अनि अहिलेसम्म राजा इन्द्र चाहिँ सकुशल र एकदम भाग्यमानी शक्तिवान भएर बसेको छ भनेर चाहिँ हाम्रो शास्त्रमा उल्लेख गरेको छ हो। आजको भिडियो हेरेर हजुरहरूलाई कस्तो लाग्यो सल्लाह प्रतिक्रिया दिनु होला। र यस्तै भिडियो हेर्नको लागि हजुरहरूले सब्सक्राइब सेयर लाइक गरिदिनु होला। हस्त